चपक चपक चामल त के खाने माइकल जुले यो काम गरेन भने हातले पनि टाटा गर्नु पर्यो नि त के गर्नु हुँदैछ कान्छे सो गाइस हामीहरू चाहिँ आज चाहिँ कान्छीलाई त म डुलाउँछु टमाटर बारी कान्छी टमाटर बारी जाने हो टमाटर बारी जाने अरे कान्छी अन्त अब मैले झाड गोडेको हेर्ने अरे यहाँनिर तल मैले झाड गोडेको छु नि त आज दिनभरि मैले झाड गोडेको कान्छीलाई देखाउनु दिनभरि झाड गोडे माइकल जुले झाड गोडेको हेर्ने ए ल कान्छीलाई पहिला यहाँ गाई देखाउँछु गाई देखाएर चाहिँ मेरो मैले गोडेको जग्गा देखाउँछु ल गोडेको जग्गा देखाउँछु टमाटर पनि देखाउँछु कान्छीलाई रेगुलर ड्युटी हो गाई हेर्ने त यसको गाई त हेर्नै पर्छ यसलाई जसरी पनि अब गाई हेरेर जानुपर्छ ल ल ए आज माइकल जो काम देख्दैछ माइकल जोले गोडेको यो कान्छीलाई टमाटरको माया लाग्छ टमाटर खान्छ कान्छीले हेर टमाटर पाक अब हालिदिङ त पाक्नु थाल्छ भयो कान्छी माइकल जो काम यहाँ मुनिपट्टि पनि गोडेको छ हो देख्यो माइकल जोले त यसरी काम गर्छ त कान्छी अब कान्छीलाई भात खानु परेन अन्त माइकल जोले यो गोडेन भने फेरि भात के खाने कान्छी मुखको भात चपक 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 चामल त के खाने माइकल जोले यो काम गरेन भने माइकल जोले यो काम गर्छ र अब कान्छीले मजाले चपङ 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 चपाउनु पाउँछ यो काम गरेन भने त के चपाउने ए अब कान्छी त आँसु घर जाने भनेर यहाँ जिद्दी गर्दैछ अब कान्छीलाई आँसु घर लगिदिन्छु त्यहाँबाट फेरि माथि यसको त बेलुका त अब घर भ्रमण गर्नु पऱ्यो नि त पुरा घर डुल्छ क्या यसलाई नडुली हुँदैन फेरि डुलेन भने फेरि पुरा रिस गर्छ बेलुका मसित बोल्दैन मसित नबोलेर हो मसित रिसाएर गर्छ बेलुका घुमाएन भने डेली घुमाउनु पर्छ घुमाएन भने त रिसाउनु थालिहाल्छ कान्छी रिस उठ्छ मन दुख्छ घुम्नै पर्छ अब आँसु घर लिएर त जान्छु ल कान्छीलाई आँसु घर जाने के गर्दैछ आँसुहरू भनेर हेर्ने आँसु भन्दैछ आँसु आयो त आँसु भन् बसेन होला खै आँसु भन् के गर्नु भएको भन् सोध आँसु गएको ल भन् टाटा गर्दै हातले पनि टाटा गर्नु पर्यो नि त गएको ल हुन्छ गएको ल गएको ल भन् यो दुईजना को हो फेरि हो को हो यो को हो कान्छी को हो यो ए त्यो एउटा कान्छीमा भन् बढी आमा भन् के गर्नु हुँदैछ भन्छ ए बढी आमा गएको ल भन्दै बढी आमा गएको ल भन् काँक्रा खायो कान्छीले काँक्रा खायो गएको ल बढी भन् कान्छीले यहाँ पुगेपछि कता भने त्यसले बाटो देखाउँछ हेर्नुहोस् है म केही भन्दिनँ हेर्नुहोस् है ए यता यता जानै पर्छ कान्छी महारानीले भात खाएको हेर्नुहोस् है गाइस कसरी आपाको हातको मात्रै खान्छ अरूको हातको खाँदैन फेरि भात पनि फेरि हेर्नु क्लम अरूले खानेको मान्दैन आपाले मात्रै खानिदिनु पर्छ खुसीले खान्छ ल ऊ मजा आउँदैछ कान्छी मिठो हुँदो रहेछ माइकल जोले बनाएको मिठो छ माइकल जोले मिठो बनाइन्छ नि फेरि कान्छीको त भात त्यस्तो हुनुपर्छ लत्तै त्यसले चपाउनु नपर्ने त्यसको दाँत पनि त्यस्तै छ अन्त त्यसले चपाउनु त नपरोस्